साथीहरु के तपाईलाई थाहा छ अब तपाईले भोटर रजिस्ट्रेसन गर्न त्यो लामो लाइनमा बस्नु पर्दैन घाम सहनु पर्दैन धुलो खाएर त झनै बस्नु परेन अब घरमै बसेर अनलाइन भोट रजिस्ट्रेसन गर्न मिल्छ त्यो पनि नेशनल आईडी राष्ट्रिय परिचय नम्बर हालेर तर वेट सुन्दा त इजी लाग्छ तर प्रोसेस थाहा नभएपछि अलिकति कन्फ्युजिङ हुन सक्छ तर टेन्सन लिनु पर्दैन तपाई सही भिडियोमा आउनु भएको छ आजको भिडियोमा म तपाईलाई मोबाइल वा पीसीबाट तपाईले सजिलै भोट रजिस्ट्रेसन कसरी गर्ने भनेर स्टेप बाइ स्टेप देखाउने छु त्यसैले अन्त्यसम्म हेर्नु होला सुरुमा तपाईले आफ्नो मोबाइल वा पीसीमा एउटा कुनै पनि क्रोम वा फायरफक्स जस्ता ब्राउजर खोल्नुपर्ने हुन्छ अब यस्तो पेजमा आइसकेपछि तपाईले यहाँ चाहिँ यो वेबसाइट ट्याप गर्नुपर्ने हुन्छ तपाईलाई यो वेबसाइटको लिंक म डिस्क्रिप्सनमा राखिदिउँला तपाईले त्यहाँबाट क्लिक गरेर जान सक्नुहुन्छ अब यसमा तपाईले ओके गरेपछि तपाईले यस्तो खोलेको देख्न सक्नुहुन्छ यो तपाईको इलेक्सन कमिसन नेपाल भोटर आईडी को रजिस्ट्रेसन पेज भयो तपाईले एक नयाँ दर्ता भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ नयाँ दर्तामा क्लिक गरेपछि अर्को यो पेज खुल्छ जहाँ चाहिँ तपाईले आफ्नो परिचय पत्र नम्बर हाल्नु पर्ने हुन्छ यहाँ तपाईले परिचय पत्र 10 डिजिटको परिचय पत्र नम्बर हाल्नुस् तपाईले 10 डिजिटको परिचय पत्र नम्बर हालिसकेपछि यहाँ तपाईले जन्म मिति हाल्नु पर्ने हुन्छ एडी वाला चाहिँ हामीले जन्म मिति हाल्ने सुरुमा तपाईले मन्थ हाल्नु पर्ने हुन्छ त्यसपछि तपाईले डेट हाल्नु पर्ने हुन्छ अनि लास्टमा चाहिँ इयर साल हाल्नु पर्ने हुन्छ त्यसपछि यहाँ तपाईले आफ्नो एनआईडी मा राष्ट्रिय परिचय पत्रमा भएको फर्स्ट नेम सुरुको नेम हाल्नु पर्ने हुन्छ त्यसपछि यहाँ तपाईले यहाँ दिएको जोड घटाउ गरेर तपाईले यहाँ सही उत्तर लेख्नु पर्ने हुन्छ जस्तैमा यहाँ तपाईको 4+3 छ 4+3 हाम्रो 7 हुन्छ भने यहाँ 7 क्लिक गर्ने त्यसपछि हामीले चाहिँ यो बटनमा क्लिक गर्नु यो बटनमा क्लिक गरेपछि हाम्रो वेटिङ लिन्छ यो तपाईको यस्तो खोल्नेछ अब तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको सबै विवरणहरु पहिलेदेखि हालिएको हुन्छ तपाईले आफैले केही भर्नु परेन तपाईले यहाँ आफ्नो मतदान स्थलको नाम चाहिँ छान्नु पर्ने हुन्छ तपाईले यहाँ गएर मतदान स्थलको नाम छान्नुहोस् जस मैले यहाँ तपाईको ठाकुरजी मावि छान्ने छु त्यसपछि अर्कोमा जानुहोस् अर्कोमा गएपछि व्यक्तिगत विवरण तपाईले आफ्नो व्यक्तिगत विवरण हाल्नुहोस् कम्प्युटरले तपाई अटो फेस गरेर सबै दिएको हुन्छ साइटले यहाँ पनि तपाईले सब पहिलेदेखि भरेको पाउन सक्नुहुनेछ त्यसैले यहाँ चाहिँ अब तपाईले आफ्नो चेक गर्नुस् केही नभरेको छ भने जस्तैमा यहाँ पति वा पत्नीको नाम यहाँ छ भने चाहिँ तपाईले हाल्न सक्नुहुन्छ छैन भने त्यसै छोड्दिन सक्नुहुन्छ त्यसपछि यहाँ तपाईको आउँछ टेलिफोन नम्बर नहाले नि हुन्छ यहाँ मोबाइल नम्बर चाहिँ हामीले हाल्नु पर्ने हुन्छ हालो है त त्यसपछि इमेल ठेगाना हाल्नु पर्ने हुन्छ त्यसपछि हामीले अर्को गरौँ त्यसपछि हामीले आफ्नो नागरिकताको विवरण अनुसार हामीले चाहिँ आफ्नो ठेगाना विवरण इत्यादिहरु भर्नुपर्ने हुन्छ कतिपय पहिलेदेखि भरेको हुन्छ हामीले त्यहाँ चाहिँ सोच्नु पर्ने चेक गर्नुपर्छ के गल्ती छ सबभन्दा पहिले नागरिकता जारी गरेको जिल्ला सप्तरी हो ठिक छ उहाँ चाहिँ तपाईले नागरिकताको त्यसै छाड्नु पर्ने छ
यहाँ क्लिक गरेपछि तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मैले पक्सज क्लिक गर्छु त्यसपछि स्थायी ठेगाना जस्तै यसमा पनि मैले स्थायी ठेगाना जस्तै क्लिक गर्छु त्यसपछि यो पनि आफै भटेर आउनेछ आफै भटेर आउनेपछि म अर्को क्लिक गर्छु अर्कोमा क्लिक गरेपछि अपाङ्गता रहेको भए यो विवरण भर्नुपर्ने हुन्छ यदि हो भने चाहिँ होमा क्लिक गर्नु होला नभए होइन पहिलेदेखि भन्दामा रहन्छ त्यो चाहिँ छोडिदिनु होला त्यसपछि अर्कोमा गएपछि तपाईँले अब आफ्नो मातृभाषा छान्ने समूह वर्ग छान्ने तपाईँ साक्षर हो कि निरक्षर हो के छान्ने सबभन्दा पहिले तपाईँ साक्षर हो साक्षरमा क्लिक गर्ने त्यसपछि आफ्नो शैक्षिक योग्यता छान्ने तपाईँले एकछिनलाई 10+ जोड यति गरेपछि तपाईँले यहाँ मातृभाषा छान्नुपर्ने हुन्छ लगभग यहाँ चाहिँ यहाँ हेरेर एउटा छान्छु मैले थारू यहाँ छाने त्यसपछि समूह वर्गमा मैले आदिवासी जनजाति छान्छु तपाईको जुन छ समूह वर्ग त्यो छान्नु होला तपाईको मातृभाषा जुन छ त्यो छान्नु होला त्यसपछि अर्को यति गरेपछि तपाईले अर्को पुन अवलोकन गर्ने पेजमा चाहिँ पुग्नुहुन्छ अब यो पेजमा चाहिँ तपाईले अब के ठीक छ के गलत छ के नमिलेको छ भने पछाडी गएर चाहिँ सच्याउन सक्छौं अब यहाँ हामीलाई सही ठीक लाग्छ भने हामी चाहिँ दर्ता गर्नुहोस्मा क्लिक गर्छौं यदि दर्ता गरिसकेपछि तपाईले आफ्नो मोबाइल नम्बरमा वा इमेल आइडीमा तपाईले आफ्नो मतदाता नम्बर पाउन सक्नुहुनेछ यो भिडियो मन परे लाइक गर्नुस् कमेन्टमा भोट रजिस्टर भयो कि भएन भनेर कमेन्ट गर्नुस् र शेयर गर्न नबिर्सनुस् अनि है सब्स्क्राइब त गरिहाल्नुस् है।